दसले बाजी खेले आज दस यस्तो देख्छ वाह हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा हिजोको भिडियो पक्कै पनि हेर्नु भयो होला नहेरे पनि हेर्दिनु होला के भन्छ रे हिजोको भिडियो पनि आज चाहिँ म दिउँसो स्कुल गएको थियो त्यसपछि दिउँसो स्कुल गएर आइसक्यो 3:30 मा आज चाहिँ अब चाहिँ बोल खेल्न जान लाग्यो यहाँ चाहिँ जुत्ता छ जर्सी छ अनि क्या भन्छ रे आज चाहिँ मौसम नि राम्रो छ अनुकूल टाइपको बलहरु खेल्न नि मजा आउँछ होला है अब तपाईहरु पनि खेल्न मन छ भने आउनुस् होला के भन्छ रे कटुन्जे मान्बु कटुन्जे मान्बु चाहिँ पारी हो अनि चाहिँ कटुन्जे हैन चिन्नुस् होला अनि कुन गाउँको के भयो के नि भएन देख्न सक्छ सरर गाविसा जम्बोल खेल्न जान्न होला त के काचे हो क्या अब यो केरा खानुसार बल पनि खेल्नु पर्छ म चाहिँ अहिले अब ग्राउन्ड पनि आइपुगिसक्यो है ग्राउन्डमा म चाहिँ कोही नभएको छ कोही छैन अहिले अब सायद एकछिनमा आउँछ होला केटाहरू उता कोही बोल्दिन खा कोही त्यहीँ बसिरह अब यहाँ चाहिँ हाम्रो ग्राउन्ड देख्न सक्छ फुटबल मैदान यही हो खेल्ने हो गर्ने हो अलिअलि एक्सर्साइज जस्तो नि हुन्छ यो बल खेल्दा चाहिँ होइन रमाइलो पनि हुन्छ अब केटाहरू आउनु जेल बस्नु पर्यो हल्का हेर्ने एउटा छोटो सर्ट राजफुल अब त्यहाँ अलिकति माथिबाट ढुङ्गाबाट उचाइबाट पनि देखाइदिनु पर्यो प्राणों से भी प्यारा है तू जैसा यता पछाडिको चाहिँ देख्न सक्छ यो चाहिँ हाम्रो गाउँ है यता यहाँबाट यतापट्टि चाहिँ यहाँ चाहिँ ग्राउन्ड छ लास हावा चलिरहेछ हावा सरर यस्तो देख्छ हेरिदिनुहोस् होला सरर त्यही हो अब आज
मौसम जाडो जाडो छ मौसम पनि जाडो जाडो छ आज हैन यो भिडियोहरु चाहिँ सपोर्ट गरिदिनुहोस् होला मलाई त्यही हो है छिटा बान्छ त पानी यतापट्टि चाहिँ माझ गाउँ छ यतापट्टि चाहिँ अनि यही हो अब केटाहरूको यहाँ पेनाल्टी सुट आउट के भन्छ अरे कम्पिटिसन परेर यहाँ काकाको पैसा 50-50 रुपियाँ यहाँ ढुङ्गा के हो अरे सुक पऱ्यो है सुक पऱ्यो डल्ले बस्ने हो ल हाम्रो यहाँ राजकुमार गुरुङ यहाँ रेडी हुँदैछ यहाँ छोटे काका 50-50 रुपियाँ बाजी पेनाल्टी सुट आउट हुँदैछ यहाँ होइन हाम्रो यता पशुपति जिआरजी ब्ल्याक चाहिँ यहाँ पम्प हाल्दैछ अब पशुपति यहाँ पशुपति रेफ्री भिडियो र म चाहिँ दर्शक हुनेछ कति रुपियाँ हान्ने भनेर नि छलफल हुँदैछ अब डल्लेहरू रेडी हुँदैछ अब अहिले हान्ने बेला भेटौँला अहिले चाहिँ अब हाम्रो केटाहरू यहाँ पेनाल्टी खाने रेडी भइसक्यो हाम्रो किप्पर रेडी ल ल पैसा बाजीमा 20 रुपियाँ ओ हाम्रो डल्ले राजकुमार गुरुङको राम्रो सेप र हाम्रो छोटे काका यानि कि विशाल गुरुङले गोल हान्न असफल भएको छ गर्छ अब हाम्रो यहाँ पेनाल्टी कट्टासी पर्ने भयो हाम्रो डल्लेको अति नै राम्रो प्राइस यानि कि राजकुमार गुरुङको अति नै राम्रो प्राइस तर हाम्रो विशाल गुरुङले गोल छिराउन सफल भएको छ 2 मा 1 गोल अब 3 गोल रहेको छ आउट तेस्रो पटकमा आउट भएको छ बल ओहो के भयो है के भयो हाम्रो विशाल गुरुङको 4 चोटीमा 2 चोटी गोल र 1 चोटी आउट 1 चोटी हाम्रो राजकुमार गुरुङले सेभ हान्न सफल भएको छ हाम्रो किपरको ज्याकेट त अलि के भयो के ज्याकेटले अलि उफ्रिन अलि गाह्रो गरेको छ अब लास्ट बल रहेको छ हाम्रो यता विशाल गुरुङको त्यसपछि हाम्रो हान्ने पालो डल्लेको र किपर बस्ने पालो विशाल सर र दर्शक यता छ अनि हामी छ तर धेरै त छैन हाम्रो छोटे हाम्रो विशाल गुरुङको अन्तिम गोल हाम्रो डल्ले हाम्रो राजकुमार गुरुङले के हो भने पत्ता लगाउन सकेन अब हाम्रो हान्ने पालो राजकुमार गुरुङको र सेभ गर्ने पालो विशाल गुरुङको छ परिङ बसेर छोटे यहाँ रेडी हो रेडी होइन ल कट्टासी पऱ्यो यहाँ अब हाम्रो राजकुमार गुरुङले फेरि जित्यो भने फेरि यहाँ हाम्रो हान्ने पालो राजकुमार गुरुङको र किपर जसिसकेको छ विशाल गुरुङ जसिसकेको छ वाह गोल सुट आउट गोल भएको छ छोडेको अगाडि बढ्न पाउँदैन के होइन यो मान्दैन वाह गोल एङ्गल 0 एङ्गलमा गोल हान्न सफल यहाँ राजकुमार गुरुङको हाम्रो दाजु त्यस्तै झोसेर ड्याकको जुत्ता सुत्ता कसेर डल्ले हाम्रो राजकुमार गुरुङले विजय हासिल गरेको छ
पशुपति 20 रुपियाँ हस्तान्तरण गरिदिए त लास्ट बल हाम्रो विशाल गुरुङ हार्न सफल र डल्ले हाम्रो राजकुमार गुरुङले जित्न सफल भएको छ पशुपति पैसा हस्तान्तरण गर्दिन पैसा हस्तान्तरण गर्दै यहाँ जितेको पैसा हस्तान्तरण गर्दैछ ल अहिले चाहिँ बल खेल्नला अब रेडी भइसक्यो यहाँ जुत्ता सुत्ता लगाएर अब जर्सी चाहिँ नसुकेको रहेछ होइन ल खेलौँ ल सुकेको रहेछ अब हामी खेल्छ अरू केटाहरू सब तलतिर छ गाउँ केटाहरू अब हामी यति नै हो खेल्ने अब याद गर्न 40 र 20 कति खेल्ने बल खेलिन्छ अहिले गइन्छ अनि भेटौँला अहिले खेरौँ है त्यही हो अब त्यही हो घर जान लाग्यो बोल सोल खेल्यो हेन्डलले होइन बल सल खेल्यो त्यो टिम जित्यो हामीले जित्यो यस्तो टिमले हार्यो है 10 रुपियाँबाजी खेले आज 10 रुपियाँबाजी त्यही हो अब अनि अब आज त्यही हो बोल सोल खेल्यो अब राति पऱ्यो अब घर गइन्छ त्यही हो अब आजको ब्लग यति नै लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला अरू भन्न केही छैन